भएको थियो आज उहाँको उपस्थिति भएको छ तपाईहरु उहाँको मन्तव्य सुन्नको लागि उहाँको भनाइ सुन्नको लागि तत्पर हुनुहुन्छ मलाई थाहा छ यहाँहरुलाई यो ठाउँबाट उभिँदै गर्दाखेरि म तपाईहरुको चितवन क्षेत्र नम्बर 3 को उम्मेदवार तपाईहरुलाई मैले नियमित रूपमा भेटघाट गरेर यहाँहरुका कुरा सुन्ने मेरा कुरा सुनाउने कामहरु मैले गरिराखेकै छु यहाँहरुलाई थाहा नै छ यो ठाउँमा समस्याका चाङै चाङहरु छन् यो ठाउँमा भएका समस्याहरुलाई अब नीतिगत तवरबाट हामीले गाँठो नफुकाउने हो भनेदेखि अब आउने पुस्ताहरूले फेरि पनि तिनै समस्याहरुसँग जुधेर बस्नुपर्ने हुन्छ यो ठाउँमा थोरै नाका भारत र चीनलाई जोड्न सक्ने सबैभन्दा छोटो नाकाको रूपमा हामीले चिन्न सक्छौं हामीलाई थाहा छ त्यो नाकालाई हामीले राम्रो बनाउनु पर्नेछ यो मध्यवर्ती क्षेत्र राष्ट्रिय निकुञ्जसँग जोडिएको ठाउँ हो यहाँ मानव र वन्य जन्तु बीचको द्वन्द्वको कारणले पनि तपाईहरु ठूलो चपेटामा पर्नु भएको छ त्यो पनि मलाई थाहा छ यहाँको घोषरघाटको पुल बन्दी हुन्थ्यो भनेर धेरैले अपेक्षा गर्नु भएको छ त्यो पनि मैले थाहा पाएको छु तपाईहरुले यहाँ किसानहरुले भोगेका समस्याहरु विशेष गरी भूमिहीन दलित भूमिहीन सुकुम्बासीहरुले लाल पूजाको नाममा वर्षौंदेखि राजनीतिक रूपमा यहाँहरुले भोग्दै आउनु भएको नेताहरुको ब्ल्याकमेलिङलाई पनि हामीले चिर्नु पर्नेछ त्यो पनि मैले बुझेको छु यी सबै कुरालाई सम्बोधन गर्नको लागि नीतिगत तवरबाट अब राष्ट्रिय स्वतन्त्र पार्टी कानुन निर्माण त गर्न हिजोको दिनमा संसदमा गएकै थियो यसपटक नीति पनि बनाउने हो सरकार पनि बनाउने हो र जनताका मुद्दालाई जय घन्टी